हाम्रो संस्कृतिले बचाइरहेछ राम्रो आएछ एकदम हर्ष उल्लासका साथ हामी नेवारी केटाहरू बवाल भन्छ होइन केटाकेटी हो आज चाहिँ डे 3 अफ जात्रा होइन आज चाहिँ सो बेसिकली के हुन्छ भन्दा यता हाम्रो मामाघरबाट राकेश दाईहरूकोबाट चाहिँ सरकारी पूजा भन्ने हुन्छ क्या त्यसमा चाहिँ अब बोका सोका ढाल्छौँ होइन टनगाउँमा गएर दुईटा रथमा पुरै बोका सोका ढालिन्छ रमाइलो गरिन्छ ल हाम्रो अलरेडी गाउँको मान्छेहरू त बाजा बजाएर गइसक्यो होइन हामी चाहिँ यहाँ जस्ट इन्ट्रोको लागि भनेर मात्र अलिकति लेट भइरह्यो अनि त्यही हो सो बेसिकली अब इन्ट्रो पनि भयो अब हामी चाहिँ सिधै टनगाउँमा गएर भेट्छौँ होइन त मेरो यहाँ क्यामेराम्यानमा हुनुहुन्छ रजदाई खै रजदाई यस म चाहिँ यहाँ छु अब हामी चाहिँ यहाँबाट अब अन्जुबाबु मर भिनाजु जाँदैछौँ बिस्तारै बिस्तारै जान्छौँ भइहाल्यो त्यही हो अन्जेल जेजे भने त्यही हो अन्जेलको चस्मा लगाएको कस्तो देखिरहेको छ साथीहरू यसो कमेन्ट डाउन बिलो भन्ने बाबा भिनाजु कस्तो भइरहेको छ जात्रा जात्रा एपिक भइरहेछ एपिक हुनै बाँकी छ क्या भिनाजु दिस इज नथिङ अच्छा दिस इज जस्ट अ ट्रेलर अब एपिक त हाम्रो गाउँमा आएपछि भिनाजु यु विल सी वाट एपिकनेस इज आज भरे हुन्छ यस सर अन्त दाइ एकदम रमाइलो भयङ्कर हाम्रो संस्कृतिले बचाइरहेछ राम्रो आएछ अबको बिहानको प्रोग्राम सकाएर अब बेलुका चाहिँ हामी अब ओखल गाउँमा रथ लिन जाँदैछौँ म चाहिँ रेडी भइसकेँ हाम्रो अनुज डन चाहिँ यहाँ रेडी हुँदैछ हो ल भाइ के भन्नु छ तिमीलाई के भन्नु छैन बिग फ्यान भन्नु न त बिग फ्यान घर मेरो यहाँ बस्ने म यहाँ तल धरमपुर मन्दिरनिर जात्रा भइरहेछ थाहा छ कस्तो भइरहेछ जात्रा एकदम रमाइलो भइरहेछ नि रथ त्यो त थाहा छैन अब रथ आउँदैछ नि भाइ अनि तिमी कहाँ जानुला उयो बिच गाउँमा आउँदैछ ए यहाँ मलाई थाहा छ पहिला 3 वर्ष भइसक्यो यहाँ गजब बेइज्जती है ए ल अब यहाँ सिन्धु जात्रा हुनु लाग्यो ए हुन्छ म अहिले आउँछु नि त तिम्रो नाम के हो प्रत्येक तामाङ तिम्रो इन्स्टाग्राम या के अरे फेसबुकमा के छ ए म त्यस्तो चलाउँदिनँ म ल कैसे लोग रहते हैं यार यहाँ पर बिग साउट आउट टु हाम्रो भाइ है ल भाइ आइ भन्नु यता ल है त भाइ सेफ राइट सेफ है ठिक के गर्नु अब धेरै फ्यान फलोइङ भएपछि नि दाइ धेरै गाह्रो हुँदो रहेछ कि होइन 50 रुपया कट ओभर एक्टिङ के वजह जहाँ हामी होइन जहाँ गयो त्यहीँ दाइ बिग फ्यान भनेर कराकरी हुन्छौँ हामीले देखाएको चाहिँ छैनौँ होइन कैसा लगा मेरा मजाक
हेलो गाइज इट्स डे 4 म चाहिँ भर्खर जाँदैछु जात्रामा जात्रा जस स्टार्ट भइसकेको छ मेरो घरको बाहिरबाट स्टार्ट भएछ आज रथसत उठाउने जस्तो हुँदैन जस्ट ऊ मात्र हो यस्तो मात्र अहिले देखाउँछु म बल्ल मेरो पार्टनर फेला भएको छ बल्ल दाजुभाइ भेटेको अवस्था हैन अब हामी के गर्ने हो हामी अब फन घुम्ने हो अनि घुम्ने हो घुमेर दाइ पनि केही बोल्नु न दुई शब्द होइन यो हाम्रो जात्रा चाहिँ एकदम रमाइलो गर्नुपर्छ है हिँड्दै जाउँ हिँड्दै रमाइलो भएर छ अब हामी तनगाउँ जाने हो तनगाउँ जाने हो हातीबाट जाने हो अब तनगाउँ जाने नि होइन किन लेकिन 1 सेकेन्ड सबजना बवाल पाराले युट्युबमा आउनुहुनेछ भनेर भन एकदम सबलाई राम्रो देखिरहेछ नेवारी ड्रेसमा ल बाला 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 के छ इक्जाम सक्यो सय ल अब यता चाहिँ बाँसुरी कस्तो कस्तो भइरहेछ 2082 सालको हाम्रो नौलिङ भद्रकालीको गणेश मन्दिरको ऊ चाहिँ हाम्रो आजको भनेपछि चौथो दिन हजुर एकदम हर्ष उल्लासका साथ हामी नेवारीदेखि लिएर सबै हाम्रो समुदायले एकदम मनाएको छ त्यसको लागि एकदम हामी खुसी छौँ लस धन्यवाद र त्यही हो जोस उत्साह जोस जागर So everyone, it's the end of the day 4. कस्तो भयो दाइ आज डे 4 चाहिँ अलिक ठिकै भयो मलाई पर्सनली चाहिँ मलाई चाहिँ डे 4 ठिकै मात्र लाग्यो तपाईँले आज खासै त्यस्तो जुसिने काम केही गर्नु भएन नि त अनि जुसिने मन पनि लागेन क्या आज मलाई चाहिँ के छ दिदी साँच्चै भन्छ हाम्रो राम्रो दिदी पनि आइसक्नु भएछ हामीसँग एकदम हामी केही छैन यस्तो माइनर डिस्टर्बेन्सहरू हुन्छ होइन भ्लगिङ बेला हुन्छ तपाईँले अर्कै बुझ्नुभयो क्या यो बडी माइन्ड सबै डे 5 चाहिँ वाइल्ड हुनेवाला छ ल ओके बाई बाई द्याट्स अल साइनिङ अफ ल केटाकेटीहरू इट्स द डे 5 अफ द जात्रा रथ उचाली मात्र राखेको क्या ढोकेको थिएन कहिले राम्ररी त्यही भएर आज मस्त ढोकियो यो चाहिँ मलाई सधैँ हुन्छ क्या दाइ So everyone, it's the last day of Jatra and the josh is very high. यहाँ एकदम रमाइलो भइरहेछ केटा हो is the josh. केटाहरू बवाल भन्छ होइन अब वाइल्ड हुन्छ अहिले चाहिँ अब हामी हात्तीघोडा चोकमा आएछ के हो आइज न हात्तीघोडा चोकमा आइरहेछ भाइसमा
भिडियो बनाउनु पर्यो है प्लिज अहिले खोडा बोकेर खोडा बोक्नुला यत्रो मान्छे चाहिँ कसरी हाम्रो लिएर यता सिट्छु म सो एभ्रीवान दिस इज द लास्ट डे अफ द जात्रा अनि अब हामी चाहिँ हाम्रो गाउँबाट यहाँ पुरै रातो कार्पेट ओछ्याएर भगवानलाई पुरै बोकेर यहाँ लिएर आएको छौँ र जहाँबाट भगवानलाई हामीले खटमा हालेको थियौँ त्यहीँबाट राख्दैछौँ यता लाइन चाहिँ अब हाम्रो के अरे भगवानको सबै एउटा पार्टहरू हुन्छ नि त कसैले मूर्ति लिएर हुन्छ कसैले अब स्ट्याचु लिएर हुन्छ त्यो सबै अब भगवानको घरमा राख्नको लागि लाइनमा बस्दै हुनुहुन्छ उहाँहरू सबैजना सो हामी सबै इच एन्ड एभ्री पार्टहरू देखाउँछौँ उता साइडमा पुरै बाजा बजेर पुरै नाचगान भइरहेछ भने यता मान्छेहरू पुरै यहाँ धुप बत्ती बालेर दिँदै हुनुहुन्छ आफ्नो प्रार्थना
नौलिन भद्रकाली जात्राको द एन्ड भइसकेको छ। अब चाहिँ हामी यो धरमपुर भन्ने ठाउँ छोडेर जाँदैछौँ अब आफ्नै ठाउँतिर। अब हाम्रो गाउँको युवाहरू चाहिँ सबै ब्याक होइन त पर्दै हेलो हेलो। अब घरतिर होइन त हामी जात्रा सकिहाल्यो। नो फाइट, सबै रमाइलो। नो फाइट, दिस इज द भाइब। सधैँ यस्तै हुनुपर्छ होइन त। र यतातिर बाउ यतातिर देखाइदिनु एकलट के हुनु लाग्यो। बाँसुरी पनि बजिरहेछ। के बजिरहेछ? बाँसुरी पनि बजिरहेछ। हाम्रो सरहरूलाई पनि थ्याङ्क यू भन्ने। थ्याङ्क यू सरहरू। थ्याङ्क यू। एकछिन लास्ट नाच्ने के मिल्दैन? नाच्न चाहिँ मन लागिरहेछ क्या हो? मन लागेर के गर्नु यसले सक 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 भइसक्यो मिल्दैन। ओके सो हामीले भगवान्को सबै स्ट्याचुहरू चाहिँ हामीले भगवान्को देउछेमा राख्यौँ होइन। सो दिस इज द एन्ड अफ द जात्रा, डे 5 जात्रा कम्प्लिटेड।